सबैभन्दा सानी देखिने, झोला बोकेकी, लाइनमा बसेकी, ढाकाको चोली सुरुवाल लगाएकी मेरी छोरी इप्सना स्कुलको यात्रा भने पहिलो दिन हो। उनीलाई आमा पुष्पाले स्कुल लिन्छन्। इप्सु सबैभन्दा साना नानी बाबुहरू पढ्ने कोठामा जान्छन्। उनीलाई त्यो कोठा नौलो हुन्छ। हातमा एउटा काफीको पान्ना र कलम समातेकी हुन्छन्। उनीले वरपर साथी सङ्गीहरूलाई हेर्छिन्। उनीलाई अचम्म लाग्छ म कहाँ आएकी छु, किनकि उनको स्कुलको यात्रा पहिलो दिन हो यो। उनीहरूको अब खेल्ने टाइम हुन्छ। उनी आफू जस्तै दादा दिदीहरूसँग खेल्छिन्। इप्सु साथीहरूसँग खेल्न थाल्छिन्। इप्सु लड्छिन्, बजारिन्छिन्, तर उनीलाई चोटको महसुस भने छैन। उनीलाई भने छुट्टै महसुस भएको छ, छुट्टै रमाइलो भएको छ। घरमा भने आफू जस्तो कोही पनि थिएन, उनी एक्लै रमाउँथिन्। तर आज भने आफू जस्तै दादा दिदीहरूसँग रमाउन पाउँदा उनी निकै खुसी देखिन्छन्। पहिलो दिन भए पनि निकै खुसीको साथ रमाइरहेकी छन् इप्सु। त्यहाँ त खाना पनि पाइदो रहेछ। सर म्याडमहरूले खाना पनि दिनुहुँदो रहेछ, निकै माया गर्नुहुँदो रहेछ। उनी खाँदै खाँदै झोला बोक्दै घर फर्किन्। पहिलो दिन भने इप्सुको निकै रमाइलो साथ गयो। अब भने आउँदा दिनहरूमा कस्तो हुन्छ त?